बेनी त मजा गरेको थियो आमा क्या ये पियानो देखाउने म आए के भन्छ पियानो निकाल्ने बना पियानो फिल्टर बाहर भोलि सब जाने जानमा त म बिहानै गइदिन्छ अन्त त भाँगा पिइन्छ पछि उब्रिन्छ कि न त नाइ लस्नु पछि उब्रिनु यो उ त एक अरूको सब हुन्छ नबन्दै रहला झन् अनि दुई तीन हुने त छिटो खियाउनु हुँदैन अब पान्न यहाँ एउटा के बाटोबाट आएको छ भने तिमीले यही लग्यो भने तिमीले आउँदै त्यही लग्यो नि नहीं क्या आज मेरे मोबाइल का चांसन ठाने हो म त लिन पुगिन त भने कहाँ खान्छ भने त पैसा लग्यो क्या अहिले साल त हुन्न एकै हो कि अनि हुने थियो बुनि गइ के अस्ति हामी त्यो घुम्न या मोबाइल भाषा मात्रै जान्छन् न्यून बिराम भयो गयो गइ भयो ज्वरो आएको थियो पाउनु पर्यो त्यो क्या जान जान और छैन दे छोरा त हो जल्दी बनाउने हो सरको अनि त्यो अध्यक्ष त्यो भाइ हालिदियो अहिले भन्नु पर्यो सब बन्द गरी हालेर अहिले इन्डिया त भाग छैन मात्र उही त तिमीहरू सबै हाकेल छ भने हामी दिनकै ढुङ्गा रोटी खाएपछि अनि के खानु परेन सुन्ने त यो त नि हो आज मात्रै त्यसरी आलु ल पिरी हालेन पिरी खस्छ मत अल्लाह खाना मात्रै खिला भयो यति बेला हुँदैन हुन्छ सरको खाएर भएकै हुन्छ भएन कि पिठो हातै यस्तो हुन्छ रोटा खानु पर्छ नि त मेरो हातै यस्तो रोटी हाल्नु नि जान्दिनँ हामी पनि जान्दैन भन्नुहुन्छ हामी जान्दैन जान्नु हालिदिने हो आलु के मान्ने हुनु कहिले हाल्यो
त्यो कट्टो 1300 दिएको अहिले पिठो महँगै थियो नि चाउला भन्दा पिठो कति 900 थियो नि त्यो के कुरो लगाउने हो भन्ने डल्लो पाल्न लागेको म खाल्छु भिडियो बनाउनु ल्या म खाइदिन्छु खुवाइदिउँला क्या हाक बाबा चिट्टिके छ हाक चिट्टी मैले नपते बटुमाथि हाले भाउ म धेरै खाने पनि ठुली मम्मीको अब सिटिया भए बाक्ला भए हानेरै क्यान्सिल जान्छ भाइ त्यो कोलामा राख्यो मैले राख्नु हातै मजा आइसक्यो उज्यालो भयो मान्दैन होइन कस्तो अप्ठ्यारो कस्तो हामी ठुला हाल्नु जान्छ सानो जानु